कुनै के भयो रेकर्ड गरिदिनु भुटन फ्राई अरे त हामीले के मगाएको भुटन मटन तास छ नि त यहाँ होइन के हाँसको छोइला खाने हो र तँ त किन्टो लाग्यो यस्तरी खास मुई टोलागेन मुई धरी हान्ने मुस्ताङको पिरो आलु अरे मुस्ताङको पिरो आलु नै आउँछ सेतो आलु मुस्ताङका आउँथे अहिले त्यो बहिनी आइ सोध्नुपर्छ कि नडाडी भनेर कहाँको आलु भनेर शमसुल्लाई बोलाएर सोध्नु पर्ने हो यहाँ आऊ त भन्नु चिकन चिल्ली रोटी सित बखेर अस्ति रोटी दामी थियो ये के नाङ्लो सेट हो चाउमिन मगाएन किन? चाउमिन मगाउनु पर्छ थ्यात्ते मेसेज गर आज सबै पुऱ्याइदिने भयो अहिले हेर भाइ अझै दिने मिक्स त्यत्र 1-2 घन्टा त्यो पुरेर त म अझ उसले त्यो एक घन्टाभन्दा धेरै अझै ढेँडा त मेरै रुमको मिठो हुन्छ यार धेरै त होला क्या बाहिर खाना तँ पनि कब खुवाउनु अगाडि कब खाँदै भयो तँ पनि फेरि भातै चाहिन्छ क्या हाँ ढेड़ा खाने बोलो छुट्टी में ए अर्डर पनि भयो त्यसमा गएर एउटा ए चाहिँ हाम्रो अकबरसित मात्रै हो बोल्ने त्यसो भए सन्चै हुनुहुन्छ सेंगली भी यस्तो मान्छे हो कि यो त लास्ट सेंगली ले वो गर्छन् है पालपालीलाई त सबजनालाई भन्नु हजुर के भन्नु पर्यो के एड गर्ने एउटा चाहिँ केही पनि होइन। मिक्स चाउमिन होइन हैन हो यो त कस्तो बनाउनु बहिनी आऊ त्यो एउटा एड गर्नु भन्दै है भनिसक्यो ए भनिसकेछ नि त हेरी भए नहेर रोकाएर भनेर आएको हुन्छ त्यहाँ हेर भनेर पर्सि जाने अरे यिनीहरू बिचरा को दिएन त मलाई म लेखेँ जाँदै निस्किनु होइन दियो न त अहिले निस्किने छ त्यो मदरसाको लागि दियो न त के हो त हामी 3 जनाको 100 रुपैयाँ मदरसाको लागि सबै स्याङ्जाबाटै हामी म स्याङ्जाबाट हामी पाल्पा उनीहरू पाल्पाबाट हामी दुईजना पाल्पा रामपुर म त हेरिरहेको थिएँ हाम्रो दानियल भाइको होइन हजुर आज आएन नि त आज हामी भोलि चाहिँ फेरि भेट्न आउँछ कहाँ भोलि फ्राइडे पर्सि त गइहाल्छ भोलि कहाँ भेट्ने प्लान छ उनीहरूसँग एउटा पार्कमा भिडियोग्राफीहरू गर्नलाई इन्शाअल्लाह फेरि पनि हेरौँला होइन अहिले त त्यस्तै अपोजिट भेट हो ठिक छ खुसी लाग्यो दुआ होइन तपाईँको देखेर तपाईँको यो मदरसा देखेर एकदम खुसी लागिरहेको छ थ्याङ्क यू सो मच हुन त हाम्रोमा पनि छ अब मदरसा डुलन्टा हजुर पाल्पा रामपुरमा थाहा छ होला अब म चाहन्छु एउटा मदरसालाई चाहिँ हामीले चाहिँ कसरी हुन्छ दुवै चिजमा लिएर जाउँ भन्ने कुरा हो। अब कुरान मात्रै पढाएर वा दिनी तालिम मात्र गरेर त्यसको मिनिङ र त्यसपछि दुइटै चिजको नलेज होस् भन्ने एउटा धारणा लिएर पनि हामी हिँडिरहेछौँ अब एउटा हाफिज बनिसकेपछि र कारी बनिसकेपछि मान्छे गर्ने के उनीहरूको के छ फ्युचर देख्नु पऱ्यो नि तराईको 1-2 ठाउँतिर त त्यो चिजलाई सुधारमा ल्याइसकेको छ दिनी तालिम पनि छ स्कुलको पढाइ हाम्रो पहाडी इलाकामा त त्यही छ दिनी र दुनियाँमै दुइटै छ चाहियो कि किनभने नेपाल सरकारबाट ऊ गरेर समन्वय गरेर दर्ता गरेर अहिले 9-8 सम्म पढाइ हुन्छ अनि अहिले फेरि 10 सम्म बनाउने 10 समय अब यो पालि त 10 पालि भयो यो पालि 10 गराएर एसएससी त्यहाँबाट दिने बनाउनु छ इन्शाअल्लाह हुन्छ तपाईँहरूको पनि हुन्छ बाँकी दुआ गर्नु होला मेरो लागि कार्यहरू गर्दैछु अब केही दिनपछि हामी जापान च्याम्पियनसिपको लागि जाँदैछौँ इन्शाअल्लाह
हामी त फलोवर्स हो नि खतरा फलोवर्स हो नि हजुरको त अरू भइसक्यो अरू टिकटकदेखि लिएर भइसक्यो अब सबै सोसियल यो मिडिया चाहिँ सब तम्रे लागि स्पेसल कहिले खायो हुन्छ हुन्छ दुआ गर्नुलाई लागिन्छ के हो कि एउटा कोट र टाइ चाहिँ नचाहे एका खोसेले यस्तो गाडीबाट नेपाल एयरलाइन्स पाए नभए भोलि कार्यक्रम होइन एउटा मिक्स चाउमिन एउटा नेपाली सलाद हेरी क्या स्टाइलहरू यहाँ नेपाली स्टाइल चाउमिन नेपाली स्टाइल हो कसरी बनाउँथे मिठा भएन गएर रिटर्न आइसक्यो यिनीहरू पैसा दिनु चनासना हालेर ड्राई गराउनु गयो न ड्राई आज भोलि त तो बुकिङका बुकिङ सुन्यौ चनासना हालेर ड्राई गराउनु गयो सुन्यौ 24 सम्मै भोलो कोही गए आज गरेन है तमाम त्यहाँ यहाँ गरेन है कुन होटलमा गयो है मुस्लिम सङ्गठनका यो यी साला चुरेटाहरू यस्तै हो के होइन सिलगढी भैया इस्माइल भएका हो इस्माइल भैयाहरू घुमाउने बिना म त यहीँ होगाएको का त होइन भाइ यो कहाँका हो यो गयो होइन मुस्ताकहरू गयो मुस्ताक जान गएको थिएन रावणा होटल गरेर गयो नेपाली मुस्लिम समाजका तर्फ इफ्तारको यहाँको होइन कि यो कहाँको होटल हो अरे यतै मन्तजाको हो अरे ए मुन्तजाको यहाँ माथिको मैले चिने हो त्यो मन्तजाको हो मालवारीको रेस्टुरेन्ट हो त्यहाँनिर गएर आएछन् कि यिनीहरूले हेर मधिसेलो कस्तो गर्छ काम यो मान्छे आएको खास चाहिँ आफ्नो टेकन्डो ट्रेनिङको लागि आएको तर पनि आउँदा आउँदै त्यही आफ्नो गाउँ उसको लागि त्यही गरममा तस्विरको लागि नै गरेका है धेरै उठाइ भेर बिचरा जो जति मान्छेले बिग्रिनु भएको शेखले त्यो हाम्रो भैयाले कि दानियल जानले त्यसले दरो हेल्प गरेको नि त उठाउन मान्छे उठाउने चिनाउने के गर्ने कसम आज फर्स्ट टाइम हो यति फास्ट सर्भिस आएको कति मिनट भयो एकदम फास्ट सर्भिस आयो भात यो मेरो भुटान भुटान त मेरो त के भन्ने हामीको यो सुकुटी यो चिउरा भेज खाना भेज यहीँबाट खान्छन् नि भइहाल्यो नि यत्रो छ नन भेज थ्याङ्क यू दुईवटा चम्चा किन हो यो यहीँ नखाएको हुनु पर्ने सुकुटी आज फेरि धेरै बुटी खानु क्या ठिक छ चल्ली बहिनीलाई यस मजा खतरा गर्दै डल्ले हो यो 5 रुपियाँ चिउरा हो यस्तो पो खुवाउने दामी छ यस्तो कठिन दामी छ भुटान पनि दामी नै होला होइन दामी हो भुटान त खानु म अस्ति हात परेको कि भुटान दामी होला होइन मिठाई अस्ति जस्तो हामी के आज धेरै भुटेँ क्या आज रेड बुल खाने नखाने खाउनु के भएर नुन कब नै गर्दा तिनवटा मात्रै हाइट धेरै लाग्दैन झन् लाग्दैन मुन्जेल कति नि लाग्दैन झन् लाग्दैन ओ बहिनी यसलाई इजी कम कम अप्सरा बहिनी यता आउनु न त है ओ डल्ली तिमीलाई ह्यापे हेर है
तिम्रो दाइले हेप्यो तिम्रो दाइले लास्ट हेप्यो तिमीलाई अप्सरा बहिनी आएनन् तिमी आयौ तिनवटा रेड बुल अरे ओहो ओहो हेर न हेरि छिटो हो पत्याउनै छोडेछ नि त तिनवटा ल्यायो भने एउटा लाग्यो हामी कतिजना छौँ एउटा कसले खाने कसले हेर्ने तिनवटा हो क्या नेपालमा सबभन्दा महँगो इनर्जी ड्रिङ्क भनेको यही रेड बुल 500 क्या 500 है 350 है 350 उमा त 500 हो क्या हो त न थ्याङ्क यू बहिनी बाटोमा अझै एउटा छ है बहिनी अर्डर एउटा छ अझै स्पेसल अझै एउटा आउने छ अर्डर सोध न साउलाई सोध न के order? चाउमिन चाउमिन? म त केही भन्नु। तिमी चाउ गएर सोध छ न अर्डर भनेको सक्छ फोनमा? फोनमा होइन यही पनि आउनु भएको थियो स्पेसल भनिदिएको नजिक जाने त 23 कम्प्युटरमा हेर क्यालकुलेटर हेर 23 त हात कामी कामी गयो न होइन अनि त्यत्रो खाँदा त आएन 80 रुपियाँ रेड बुल खाँदैछु त Right. के गर्नु रोयल चाहिँ जे गयो नि जहाँबाट गएर आएर खाने यही ठिक छ होइन भन्नु बेला यहाँ खाना अलिकति मिठो लाग्यो होइन खानाभन्दा अरू स्न्याक्सहरू चाहिँ मिठो बनाउँछ क्या खाना चाहिँ कस्तो अलिकति तपाईँले भुटान खाएन किन नखाएको कहाँ गुन्द्रुकको छोटिएको थियो कि कहाँ हो ए पालाका छ मर खानसँग पनि भेटिस् त्यही त होस्टेल फेरि तलाएर पनि होस्टेल फेरि यसो कहाँ खानु भने हजुर त म त पत्याउँथेन नि आज कुरा मुखी पत्याउनु पर्यो सुकुर चिज जानै नजाने यार मिठो भएर राइट दामी भयो बहिनी पूर्णिमा पूर्णिमा वर्षा सबको नाम याद भइसक्यो अप्सरा अप्सरा त म भात कस्तो के थप्नु आउला
क्लबका भाँडे खोइ कि एउटा भाँडा त हरायो कि भेटाइएन कहाँ रहेछ मजा खाले बा मदिना खलिफा पनि एउटा यसलाई बन्द बन्द गरिदिउँ गाडी भइदियो मदिना खलिफा एउटा मात्रै हो कहाँ दुईवटा हो नि एउटा एउटा मात्रै रहेछ क्या रिमोट पर्दामा डाइरेक्ट गरिदियो न भयो बन्द भयो दुइटै भयो तर मैले थाहा भयो तिमीले जाबेला के सिनी पकाउन लाग्ने बेला लिइरहेको त्यही कका पनि खोज्न लगाएको आन्नु कर लागेको थियो कि जान न त्यसै लिएर पकाएको मैले जाबेदन लिएर त्यहीँ राखेको थियो सिनी पकाउनु ठुला भएको साइडमा राखेको क्लबको भाडा ग्यास ग्यास त छैन मेरोमा छ एउटा छैन चुलो चुलो छ त नि त्यो पछि के त्यो त पैसा हो साना बोल्दै अझै त्यो खानु खानु म यिनीहरू नाम सोध्छु पूर्णिमा कि वर्षा अरे पूर्णिमा वर्षा होइन एउटा अर्डर थियो के अझै एउटा अर्डर थियो सोध न अझै एउटा अर्डर थियो सोध न यहाँ खाना साना सब ल्याऊ खाँदैनौ किन अर्डर आउँदैन चाउमिन मात्रै हो भात थप के खुर्सानी पनि खाएनौ त तपाईँ किन खानु फोकस अहिले एक घिउ पनि खाएन कि म कबै खाँदा अब किन मगाएको त फेरि अनि यो ढकाल सेट। ढकाल सेटमा के पायो त्यसमा भात पायो भात त्यही हो मैले तिमी कस्तो यो एक्स्ट्रा आउँछ अब यो के यो त्यतिकै आउँछ यो दुइटा एक्स्ट्रा हो अगाडि सेटमा होइन सानो भात मगायो त्यही ए थकाली सेटमा भात स्पेसल र अनि ऊ नर्मलमा नराम्रो आउने है के गर्ने अब भात भेज खाना खाने भन्ने नर्मल नर्मल यो मङ्गल थियो प्राइस डिफ्रेन्ट है क्या केही बिर्लाउने गर्नु घिउ पनि सट्टै पार न ढोराले त ढल्थ्यो घिउ त म कबै खाँदैन कता रहेछ टिकट पाउनु भएन यो है कताको टिकट हो नि होइन दिदी भान्जीलाई ल्याउनलाई कहिले ल्याउनु भयो र बेसी पछि आज एसी है नि त ल बधाई है त्यसो भए आज त त्यसै पनि ए अँ त नि बहिनीको पार्टी याद तल त्यसै पनि है किन आज त एसी अब खुसियालीमा चाउमिन आयो कस्तो आयो स्पेसल मैले खानुहुन्न भनेर सोध्न आएन को होइन भयो आधा घन्टा भइसक्यो आधा घन्टा भइसक्यो बहिनी यो लिएर जाऊ दामी बनाएको जस्तो छ ल ओहो सिमले सुकुटी हाल्दैछ नि यहाँनिर ल ल ल यहाँ त्यो खस्छ क्या त्यो खस्नी ऊ हो भइ बुझिदिएँ मैले खसाल्छ उसको चाउमिनमा त यस्तो आयो
तिमीलाई फेरि दुकार्छु म त त्यो ओपन भएर त्यहाँ इमो कपडा धेरै चुज गर्थेँ क्या आउँदै सस्तो भयो नेपाली सस्ता जस्तो पाइँदै त्यही सस्तो त होइन आउने मात्रै टिकट बनाउनु पाएन के टुरिस्ट भिजालाई पाएन तर नेपालीमा डोल बनाउँदै नि मिल्दैन त्यसरी डमिनी मिलेन क्या त होइन मिल्दैन कि नेपालको मिल्दैन अब यस्ता बनाएको यसले क्यान्सल गर्न चाहिँ मिल्ने जाने खाले चाहिँ होइन उसमा चाहिँ के अब भिजा एक्सन गर्नु पऱ्यो भने 1 महिनाको हाल्ने हो त्यो त अर्कै पार्ट भयो डाइरेक्ट उ गरेर आउन त मिल्दैन क्या नेपाल एयरलाइन्सको डमी बनाउनु कसरी आउन नमिल्ने कस्तो होला नि फेरि नियमै त्यस्तो रहेछ क्या त्यो नियमै डमी बनाउँछ भनेर नदिएको क्या अब सबै खायो कि किन प्लेट एक्सचेन्ज गरेको ऊ भेनालाई त्यहाँ सबै हालेर गोस्त आउने कता जाने नेपाली बनाउनु मिल्दैन गोस्त चना सबै त्यहाँ हालेर भ्यायो किन लुडो बनाउनु पर्यो मिठो हुँदैन त्यो त के सस अँ, कति मिठो हुन्छ त्यो के त मन पर्दैन मलाई चाहिँ यो हाले है तल खाँदैन चाउमिन किन खाउन अघि त्यो नेपालमा त दबाउँथ्यो है नेपालमा खाँदैन तल चाउमिन के खाँदै तल नेपालमा चाउमिन खाँदा किन उतालेर गएको त्यहाँ छ अलिकति छिटो खाऊ त उसले म पनि थोरै पढाएर गएँ म पानी चाहिँ पिँदै जाँदा नि रेड बुल पनि तल भ्याएन चाहिँ मलाई थोरै पढाएर अँ दाइ भातसँग रेड बुल खानु हुँदैन नि त तातो भयो अनि तल नेपालमा नास्ता के खाँदै हो के त नेपालमा गएर पनि खाएन अहिले खायो नि खाइरहेछ खायो बर्गरमा मिठो बनाउँदैन बनाउँछ कता बनाउनु अन्त त खाने कुरो भएन अन्त त मलाई केही नै खान क्या नेपालका चाउमिन मिठो हुनुको कारण के हो फ्रेस चाउमिन खाँदा क्या त्यही दिन बनाएको हुन्छ नि त्यो त दिन बनाएको फ्रेस हो यो चाहिँ होइन फ्रेस यहाँ आन्न दुवाको त यस्तो छ फ्रेस कहाँ छ कति रुपियाँ पोका पर्छ कति 1 केजीलाई तेरो 57-60 रियल पर्छ कहाँ छ त्यस्तो त ठुल्ठुलो दाम उ भएको फ्रेसै भन्छस् क्या त्यही नेपालको जस्तो तर होइन तँलाई म मार्केटमा किन्छस् किनेर घरमा बनाएर खान्छ कस्तो लाग्छ कहाँ रहेछौँ उभिन्छ है त्यो घिउ त अघि नै अर्कै भयो चेन्ज भयो के हाल्थ्यो त्यहाँ चलायो अब जमेगा यो साला यो घिउ हो घिउ त जम्छ त हेर्नु कस्तो मान्छे घिउ कस्तो हुँदैन कस्तो हुन्छ घिउ सिक्या यो है डाल्डा घिउ हो यो।
कसी त भोलाका तयारीमा हूँ आजभरि सोच गयो नि फेरि नसोच अन्त दाइ रातभर सुत्दैन नभए के हो त कि यार तँ किन डराइदेऊ भाइ है यहाँ टेन्सन दिँदैन न मुख त मौका पनि चाहिराखिरहेको कुन कब तिनीहरू झगडा गर्दै गर त्यो झगडानु भएन कि अरू झगडानु भयो कि त्यो ऊ पनि गर्दा नि त्यहाँ गरेपछि ऊ पनि उभिहाल्दा नि त्यो भएका भने त मतलब छैन होइन ऊ उब्रे त न यो फाल्टो कुरेमा उयो त्यहाँ पनि त आर्की पनि उखुडिँदैन क्या कलमा त सक्दैन हिम्मत हुनु पर्यो नि के गरेर बोल्ने सुरुमा कुरा के गर्ने खाले तम के कतै कुनीमा दुईन भेना कतै के गर्ने वर्ष ताप पानी ल्याइदेऊ न यस्तो मैले त सुनेको नै कम भेनाको मन तातो पानी ल्याइदेऊ है ओ मिसलाई भनेको के अघि नै कहाँ सुन्नुहुन्छ यहाँ आऊ तिमीलाई अघि नै अनि तातो पानी लिएर आऊ भनेको होइन वर्ष अब रेडबुल खाएपछि तातो पानी दिन्छ चिसो रेडबुल खाएर हो नि त तातो पानीको पनि पैसा लाग्छ अरे तोबा तोबा खै साउला बोलाऊ के भएको के भएको अरे अहिले त पैसा लिने त्यो त ए दाइले भन्दै भनेनन् बाबा बा पैसा त मिला फर्काउनु होइन तिनीहरू सिस्टममै एड गर्नु चाहिँ सबै कमेन्ट हान्छ क्या यो कमेन्ट हानेर आएको चाउमिन विथ चना भनेर स्पेसल स्पाइसी नन स्पाइसी सबै चाहिँ कचार दिएर यो पानी हालेर अन्त खतरा भएन आइतबार बल्ल ड्युटी आउँदै कहिले मेरो साथी आइतबार ड्युटी आउँदै आइतबार आएर हल्दी त हुँदैन भोल कति बजी जाने त कति बजी जाने हो कति बजी 5 बजीतिर जाने है 5:30 5:30 बजी गएर भेट्थ्यौ जा मात्रै भाइ होइन कि अनि त्यतै भयो नि कम जाम हुन्छ र त म दाइलाई लिएर आउँछु क्या होइन सँगै जाने कि त्यतै जाने त्यतै गएर भयो नि 5:30 बजी आउने कि त्यहाँ भोलि 5 बजी जाने बट त्यो छिने खान परायो गफ खजुर हाल्दो टेन्सन पनि लियो गाडीमा जाम पर्छ क्या त्यो इफ्तार टाइममा त रस्ट वर्षियो तर तातो पानी ल्याउन मजाले बिर्सियो भरे दिए अब एक बार बताइए
केका लागि भरे के टिकट हो ए फेरि चाहिँ सस्ता क्या स्टाफ टिकट टिकट लास्टै सक्नु हुँदैन नि मिनिमम कमबाट छन् पुरै संस्था लिएर आउँछन् आफूले फाइदा उठाउनेहरूले ठिकै त हो नि सस्तो टिकट पाउँछ भने नर्मली अब बिना सस्तोमा ल्याएको नर्मली 2000 का टिकट अप एन्ड डाउन एकजनाको फेरि 4000 4000 का त ओहो अब यहीमा तर 300 600 रुपियाँ 600 1200 रुपियाँ आएको हो भने अप एन्ड डाउन हालिदिएको तपाईँको सामान्य किलो बोकेर जानु पऱ्यो 40 80 किलो हुँदै दुईवटा मैले मिल्दा गएँ मै इभन कतार रेलमा जान्थेँ कि किनभने मको मिल्दा नगे जाने मको चढ्ने ढोका छ कतार रेल आई लभ नेपाल एयरलाइन्स होइन कि म जाँदै त सामान ल्यानिएको चढ्न चाहिँ ढोका छ कि सामान ल्यानि नेपाल एयरलाइन तर कतार रेल पनि मान्छेलाई मैले धोका खाएको कि ओ म्याडम वर्षा भनेर बोला न ओ वर्षा म्याडम ओहो तातो पानी आयो वर्षालाई भनेको बिजुलीले ल्याइदिनु ठिक छ ले पूर्णिमा पूर्णिमाले चाहिँ होइन हामीलाई गोर्खालीमा काम गर्न नाम मिलेको हुनुपर्ने रहेछ क्या वर्षा गोर्खालीमा काम गर्न क्या नाम मिल्नु पर्ने रहेछ क्या वर्षा अप्सरा अप्सरा अरे के तातो पानी फ्रीमा आउँछ भनेर हो होइन ओ मैया एउटा अलिक चिसो चिया दिनु चिसो खान्छ हुँदैन अलि त चिसो हुँदैन तम त अङ्कल हो कि धन्यवाद तातो पानीको लागि पूर्णिमा अहिले चाहिँ सही नाम भन्नु है पूर्णिमा अहिले सही नाम हो होइन यिनको नाम त म कहाँ बिर्सिन्छु र बिर्सिन नामै होइन तिमी जुन जस्ती छौ त्यही भएर पूर्णिमा तिनी पानी जस्तो एकदम कोमल छिन् त्यही भएर तिम्रो नाम वर्षा अर्की अप्सरा छिन् स्वर्गकी परी जस्ती जुन जस्तो त अलिक छैन हुँदै हो कसम तिमी धरतीमा भएर मात्रै हो मास्तिर हुँदैन तिमी होइन कि म त रिस कडा छ भन्छ नि कहाँ जुन त शीतल हुन्छ त्यस्तो रिस त सबैको कडा हुन्छ नि कसको रिस कडा जम्मा 3 जना स्टाफ है 5 जना हुँदै खै त 2 जना 2 जना अनि मर्निङमा चाहिएको छ दुईजना चाहिँ हामी भेटेको छैनौँ मर्निङमा अहिले कम काम हुन्छ यो घिउ के गर्ने फाल्दिने हो यो घिउ फाल्दिने हो के भने टकाएर बुसा हाल्न लाने चम्चामा लिएर जाने ए होटलमा त्यस्तो गर्छ नेपालमा आएको साइडमा राख भन्दियो अहिले टेबलमा भए पनि तपाईँहरूको उस चाडले गर्दाखेरि पार्सल धेरै हुन्छ नि त काम बिहान बेलुका त्यस्तै छ हल्का न बिहान अलिक हल्का हुन्छ बिहान फुर्सद छैन है आज कस्तो हिजो र आज मात्रै अलिकति यतिको फ्री भएको साला भन्नु पर्यो के चाहिँ भन्नु तल बढाइ मैले त्यही भन्न लाग्यो ट्याक्कै हो त अनि यत्रो काम गरेको देला नि बोनस बोनस बिचरा त यस्तो जिन्दगी त अब हो हुन्थ्यो हँ यस्तो पाएँ त बोनस पनि छैन बिचरा लास्टमा दिएर नि त ईदको दिन के खै पोहोर पोहोर त थियो त मलाई यति बेला दिएन त अब अहिले त बिजनेस यसपालि पोहोरभन्दा राम्रो छ नि त बिजनेस पोहोर यतिको थिएन नि त हो अहिले त कार्यक्रमहरूले उठाइराख हामीले देख्दा हामी अर्को टाइम भन्छौँ सावरी अर्को टाइमले सोध्छौँ हो सावरी त्यो जो पनि त्यही त्यही त सावरीको त अब कोही चाहिँ अलि मनकारी अलि ऊ हुन्छ होइन त्यस्तो हुन्छ त्यो साथीहरू पनि पहिला म्याडम हुँदाखेरि दिनुहुन्छ अरे अँ अनि सर आउनु त्यो म्याडमलाई नै बोलाउनु पर्ने हुन्छ है त्यस्तो हो म्याडमहरूको मन चाहिँ अलिक मन हुन्छ हरेक मान्छेको प्राय त्यो हुन्छ कि साउनीहरूको जुन हुन्छ दाइकेमा आउने दाइले कहाँ पैसा चाहिँ कुन चाहिँ झल्लाउरेले दिने र सबै म्याडमले आमाहरूले दिँदो होइन के पैसा के केटा मान्छे आएको कसैको त्यहाँ टिप्दै थिएँ सबै केटी मान्छेले के दिएको होइन के अनि म त बिचरा म त
फेरि केटी मान्छे फेरि होटलमा खानु गयो भने टिप्स दिँदैन नि फेरि केटा मान्छेले दिने ठाउँ हेरेर हुन्छ लोकेसन हेरेर टिप्सको पनि वर्ष अप्सरा रिसाएर गइदियो अघि तैँले त्यस्तो भन्दै क्या अगाडि नै परेन डराए जस्तो है अप्सरा खातो हर भाषा आधार आउँछ होला नि किन है। जिङपीको त झन् प्योर ओ उसी त नि आएन कि सायद बोलाएर हर भाषा बोल्नु जान्दिनँ के त सुन जान्ने जाने रे कौ बोल्यो त सुरत नि कौ बोल्यो त सुरत नि जान्दिनँ छोरेर नै भयो अझ त्यही माथि झन् जिङ्गीको जिङदेखि हजुर खै बोलेन के र स्याङ्जाको त सबैभन्दा प्योर चुरिडा स्टार्ट भएकै जिङदीबाट हो हाम्रो पनि पुर्खौली खोज्दै जाने जिङदीबाटै आउने जिङदी त्यसपछि माथि भिरकोट भउँदै आउने आएका हुन्छ सबै भिरकोट त है दादाहरू दादाकै अरू त्यहाँ जिङदी लिएर ननाहरू अनि ननाहरूका कहानी फेरि अलगै अनि बुढी दादी कुमारले अब कुमार हो कि कुन बुढी दादी अरे बाकी आमा बाकी आमा के दादाकी आमा कुमारले हाम्रो कुमार त्यो जति कुमार गाउँले कुमारले नि जम्मै हाम्रो नाता पाउने हाम्रै तिम्रो रिसाउन नरिसाउ वर्षा के गरेर हाम्रो के गर्नुपर्छ बोल्नुपर्छ बोलेर कस्तो बोलेर माया के मान्नु भएन हाँसिरहनु पऱ्यो योभन्दा के गर्ने हो कस्तो माया अनि किन त्यस्तो भने त नि के गर्नु र बहिनीलाई बोलाउँदैन हुन्न हुन्छ एकचोटि खाना खाएन होइन भन्न खोजेको कति बजी आएर ड्युटी 4 बजे 4 बजी आएको 4 बजे लास्टै मिल्छ है साउलाई भन्नु पऱ्यो कि यस्तो त यिनीहरू भन्ने आफूले भनेको साथीहरूलाई होइन साथीहरू के चाहिँ? तलबाट आफू सधैँ छ तपाईँ त्यहाँ आएँ त क्या हाम्रै पनि दादीकै आमा त गुरुसिने नि के अरे हाम्रो दादीकै आमा क्या गुरुसिने नि त तिमीहरू कहाँबाट झरेको र हाम्रो दादा चाहिँ भिरकोटबाट आएका हुन् ए बोरियारीबाट बोरियारीमा अझै छ सबै पुरानो सम्पत्तिहरू त्यहीँ छ बेचेको छ नि के त्यतिकै छ कसले गरेर खाएर कसै नि कसैले के खाउँछौ मायाले लगाउ त मायाले अनि के भनेछु त मैले नराम्रो भने यहाँ के खुवाइदिनु ए अङ्कल अति नै होइन अङ्कल फेरि धेरै बोल्छन् अङ्कल धेरै भइसक्यो खाना धेरै भइसक्यो अहिले धेरै हामीले कम खायो खाना लास्टै खाइदिन्छ हामी त्यस्तो अन्त गाली बेर छैन जाने बिहिबार शुक्रबार भोलि के छ र यहाँ कार्यक्रम भोलि त कतिवटा समिति भोलि पिना खान पाइन्छ र होलमिलमा छिर्ने त नि गाह्रो हुन्छ भोलि यसो गर्नु त भोलि हामी आउँछौँ पर्सि त्यो बिलमा चढाइदिनु भन्नु। हुन्न 120 130 भोलि त्यति नै अड्छन् त मान्छे छैन छैन त्यति हल कुर्सी लगाएपछि कस्तो नअट्छ कुर्सी लागेपछि त अट्छ फेरि त्यसो भने भोलि हामी आउँछौँ त्यो बिलमा चढाइदिनु भन्नु त्यहाँ त उताले चल 100 बिल पछाडि निकालेर हेर्दैन नि त्यो त क्वान्टिटीको हिसाबले कतिजना आउँछ नि त्यतिकै एकैचोटि खाना खानेहरूले क्वान्टिटी होइन राम्रो नाम पनि चढाइदिनु न त्यही अनुसारले मान्छे आयो भने आयो बिरयानी मात्रै त्यति हो होइन कि त्यस्तै बिना त एउटा बिरयानी मात्रै हो हामीले कहाँ बिरयानी खाँदैन हामी त्यही चढाइदिएको अन्त तिनीहरूले कि त बिरयानी भन्छन् कि त भेज खाना चिकन खाना हो यसरी बनाउनु लाउनुहुन्छ कि सलादहरू पापडहरू सबै हुन्छ अनि हलको यो सुकुटी मुकुटी हुँदैन हुँदैन अनि तिमीहरूले पर पर्सनको भागमा 12 देखि 15 रियल आउने हो त्यही तिमीहरूले हिसाबले भ्याउँछौ होइन त अनि यत्रो गर्नु तिनजना स्टाफ भ्याइन्छ त आइज के त भोलि हेल्प गरिदिनु आइज त एउटा दुईटा तिनवटा कतिवटा तिनजना स्टाफ भ्याउँछौ त ल्याउनु पर्यो बेलुका भ्याउनु बिहान दुईजना ए मान्छे थपाइदियो त थाप्दैन नि मिस मैले कस्तो कुरा है मान्छे गरेको दुइटा त अझै चाहिन्छ क्या होइन मान्छे त खोजिरहेको छ होइन मान्छे त खोजिराख्यो तँ कहाँ के बोकेर हिँड्छौ बिमार खजुरले स्पेसल त केही होइन होला
होइन के म त चाहिँ नि हाम्रै ठुलोबाले सुन न त्यहाँ म- हाम्रो ठुलोबाले हाम्रो ठुलोबाले सुन न के सुन न कहिले त के भयो मान्छे धेरै भइरहेको कहाँ भयो त हाम्रो ठुलोबाले साउदीबडी चाहिँ अस्ति साउदी सरकारले दिएका खजुर लिएर गयो सेम यही हो त होइन सुन्यौ के अब अनि- मुई बोल्ने नि कुरा सबैभन्दा कति राख्ने सेङ्जालीहरूले खै पाएन बुझ्दैन। हो त। टोटल गरेर त होइन किन माथि त्यत्रो होइन वेटर 5 जना कहाँ है 5 जना 3 जना मात्रै घुमिरहे अनि 2 जना सुत्न गएको के अरे, सिट दाइ ए अनि काम गयो भयो बेला नि सुताउने अन्त सबैले एक 24 घन्टा काम गरेर मरिरहेको कहाँ आफू देख्यो होइन खाना ल्याइदिएको अनि खाना लिएर जाने हो क्या अब लिएर जा होइन बोला बिरयानीमा बिरयानी पकाइदिने हो बोला खाने चाहिँ कति खाने र हाम्रो रुममा पनि डल्नै कतिवटा पार्टी होइन सेङ्जालीहरूले उहाँ 4वटा चाहे खुवान हो म पाएपछि छु मै खाता न भए कोही इन्कम ल लिएर जा यो प्लास्टिक लिएर जान्छ नि सेङ्जालीहरूले उहाँ साउदीबाट यति डेढ हाम्रो घरतिर आइपुगेन कहाँ बाँडेछन् करो चाहिँ हालिरहेको ए हाट रुपैयाँ लिएर गएर छन् क्या ए 200-300 केजी हजुर कता दिएछन् त रामपुर पठाइदिएछ त्यत्रो मस्जिद मदरसालाई नि कति 15-20 केजी होला तल पनि तल त हेर्दा नि हेर्दैन बोल्थ्यो जाने तलतिर यिनीहरू पुल खेले हामी यहाँ कोही पनि छैन पुल तल छन् किन को आएर पुल पुल खेल्ने छन् क्या